ल सर अब यहाँबाट सुरु भयो अब ल नमस्कार है यो चाहिँ ब्लग हो है। यहाँ हाम्रो अवधेश राज चौरसिया सर, हिमाल खनाल सर त देखिनु भएन। यो त त्यसपछि हाम्रो बसन्त सर नमस्कार ल यो चाहिँ यो हाम्रो यो आज यो काठमाडौँको यात्रा यो पहिलो भेटघाट है यसरी सुरु हुन्छ। भित्र पानी पाइँदैन। ल अब हामी धरारातिर लाग्दैछौँ। यो त के हो, रेल स्टेसनको जस्तो छ त यो शेर्नी। काठमाडौँको धरारा कलात्मक यो कलात्मक चाहिँ हो जस्तो लाग्छ। हेर्नुहोस् है, यो धेरै राम्रो। हजुर यहीँनिर फोटो खिच्नु, यहीँबाट एउटा फोटो खिचौँ। यहाँ फोटो सेसन भइरहेछ। काठमाडौँको नौतले धरारा छेउछाउमा बसेर म एक टुका यही धरारा सम्बन्धी हाम्रो भेट सम्बन्धी एक टुका एकदम ल है त। ल सर ल यो धरारा चाहिँ म व्यक्तिगत रूपमा चाहिँ यो पहिलो पुरानो धरारामा म 2 चोटि चढेको थिएँ। यसपछि यो चाहिँ पुनर्संरचना भए पश्चात यो पहिलोपटक आउँदैछु म चाहिँ। तर पुनर्संरचना त भएको तर त्यति राम्रो पुरै 100% चाहिँ भएर रहन्छ। यो चाहिँ के प्रयोजनको लागि बनाएर छ यो कि ए हजुर हजुर ए हजुर के पार्किङ पनि हो? ए सपिङ मल, ठिक छ। यो पनि एउटा सही हो। यो चाहिँ उतापट्टि चाहिँ हामी देख्न सक्छौँ यो सुनधारा हो। यो चाहिँ सुनधारा हो। यसको नाम चाहिँ यो मल्लकालीन धारा सुनधारा यो। त पानी चाहिँ आउँछ कि आउँदैन भन्दा पानी चाहिँ देखिएन, धारो मात्रै छ है। यो यहाँबाट हामी देख्न सक्छौँ सुनधारा। यो सुनधाराको दृश्य हो। पानी चाहिँ नआउँदो रहेछ। यस्तो हो यो सुनधाराको यो भ्रमणमा यहाँहरूको आफ्नो कस्तो लागिरहेछ यो मात्रै यो जान्न खोजेको यो भिडियो। धेरै नै रमाइलो भन्दा पनि हुन्छ, किनभने यो सुन्दरा भन्दा पनि हाम्रो चाहिँ धेरै लामो समयदेखि भनौँ न बहुप्रतीक्षित भेटघाट चाहिँ हाम्रो मित्र बसन्त सरसँग चाहन्छु म एउटा प्रतिभाको खानी पनि हुनुहुन्छ। उहाँ सर भेट हुँदाखेरि यो यत्तिकै पनि तपाईँको रमाइलो नै भएको छ र हाम्रो एकदमै क्लोज मित्र हुनुहुन्छ, उहाँ घनिष्ठ मित्र भन्न चाहन्छु होइन। अवधेश सर, राज चौरसिया सर। अब उद्धव सरको त अब कुरै नगरौँ होइन, उहाँको शब्दै छैन मलाई कसरी प्रयास गर्नु। अब यसरी हामी जगमोट हुन पाउँदाखेरि, आफ्नै देशमा आफ्नै मातृभूमिमा हुन पाउँदाखेरि यो आफैमा एउटा महत्त्वपूर्ण अवसर अविस्मरणीय छेड बनेको छ। हजुर अब योभन्दा बाहेक के एउटा टुक्का गाइदिनु पर्ने हो मैले? हजुर ल गाउने ल सर हामी यो यता रहेछ है। हजुर बसन्त सरको अगाडि यो अलि जस्तो होला यार। त्यस्तो चाहिँ हुँदैन है, त्यस्तो हुँदैन। ल झल्को आउँछ त्यो आँधी खोलाको डाँडै बसी मायाले बोलाको। स्याबास।
चोली ढाका पछ्यौरी उनीको सधैँ छलको ज्यान्टाडा हुनीको यस आँधी के अरे छलको आउँछ त्यही खोलाको डाँडै पछि मायाले बोलाको यो अलि बिल्ला हाने जस्तो पनि भयो होइन सर एकदम एकदम अगाडि त्यस्तो जोरको अगाडि इन्द्रको के अरे बखान गाए जस्तो पनि भयो होइन सर बाँकी चाहिँ उहाँबाट एकदम जान्छ होइन उहाँसँग ल। एकदम खानी नै छ है हजुर मलाई केही कुरा बोल्न मन के लाग्यो भने मैले हिजो हो या अस्ति भर्खर 2-3 दिन भएको थियो टिकटक खोलेको होइन अनि त्यो खोल्दै गर्दाखेरि चाहिँ हिमाल सरको म प्रोफाइल चेक गर्दै गएँ क्या अनि प्रोफाइल चेक गर्दै जाँदाखेरि चाहिँ उहाँको डान्सको मेरो विचार व्यक्तिगत विचार के थियो भने एउटा राम्रो डान्स पायो भने फेरि मेरो युट्युब च्यानलमा राख्छु भनेर सोचिरहेको थिएँ हजुर सानो युट्युब च्यानल बनाएको छु मैले पहिला पनि राखेको थिएँ अनि त्यो क्लिपहरू हेर्दै जाँदाखेरि उहाँको पुरानो सायद नेपालमै हुनुहुन्थ्यो या कोरियामा हुनुहुन्थ्यो मलाई ठाउँ चाहिँ थाहा छैन तर उहाँले गीत गाउनु भएको रहेछ सर ए मेरो मनमा लाग्यो कि ओहो सर त गीत पनि गाउनु रहेछ हजुर भेट भयो भने भन्छु त सोचिरहेको थिएँ मैले एकटुका गाएर राख्नु भएको रहेछ कि एकदम एकदम होइन उहाँले देउसी भट्ट्याउनु भएको थियो यो अस्ति भर्खर तर स्वर मिठो कोरियाको राजधानी उहाँले देउसी भट्ट्याउनु भएको त्यो मसँग भिडियो पनि छ होइन धेरै राम्रो गर्नुभएको थियो त्यो कार्यक्रम है यो मलाई रहर चाहिँ लाग्छ म आफै एक्लै हुँदा त गुनगुनाउँछु धेरै जसो होइन तर सार्वजनिक भएको ठाउँमा यसरी गाउनु चाहिँ सक्दैन किनभने त्यो खालको छैन लेभल छैन होइन होइन त्यस्तो भन्ने हुँदैन। लेभल नभएपछि अलिकति आफै लाग्छ अब सरका हिसाबले भन्यो भने हाम्रो डेली टिभीको हेर्नु खासै स्वर होइन नि तर शब्द नै हो शब्द नै हो लय हो विशेष गरेर शब्द नै भन्छु म चाहिँ त्यही भएर त्यस्तो स्वर भन्ने हुँदैन भगवान्ले हामी सबैलाई दिएका छन् दिएको हो सबै नारायण गोपालको जस्तो स्वर हुँदैन होइन एकदमै हुँदैन सबै यो आफ्नो आफ्नो ठाउँमा म पनि गाउन त गाउँछु हिमाल सरले भन्नुभयो जस्तै गाउन आउँछ तर स्वर छैन तर दोहोरिने चला थियो हाम्रो ग्रुपमा होइन जाफ्न त के तर ल यो भेट भएको मानव एउटा टुक्का जाओस् त सर म समय दिन्छु भेटघाट यो लगाउनु हे भेटघाट भयो यो सुन धारामा रमाउने छौँ आफ्नै पारामा चौतारीको बर पलुलाई भर माया पर के रमाइलो छ र रमाइलो चाहिँ छ है फेरि यो गीतमा मात्रै भने ल एकदम ल अब हामी अगाडि बढ्ने छौँ कि के गर्छौँ मेरो चाहिँ ल यहाँ छेउछाउमा राखेर सरले समाउनु एकदम है यो स्टार्ट छ है स्टार्ट उद्धव सर अनि हिमाल सर पाएको खुसी छु आज हाम्रो भेट भएको ए उद्धव सर अनि हिमाल सर पाएको खुसी छु हेर हाम्रो भेट भएको दायाँ पनि छौ तिमी बायाँ पनि छौ छाया पनि हौ तिमी माया पनि हौ दायाँ पनि छौ तिमी बायाँ पनि छौ छाया पनि हौ तिमी माया पनि हौ ए छाया पनि हौ तिमी माया पनि हौ एकदम अरे सुरिलो एकदम मिठो गीत अब यसरी गाउन पाइयो धेरै नै खुसी लागेको छ बस्नु सर है आगामी दिनमा अझै घनीभूत रूपमा हाम्रो भेटघाट बाक्लोसँग हुँदै जाओस् जीवन पर्यन्त यो त केवल सुरुवात हो आगामी दिनमा अझै यसरी नै हामी मिलेसम्म रमाउँदै जानेछ एकदम मैले दुवैजनालाई चाहिँ मसँग धन्यवादको कुनै शब्द नै छैन होइन यो एउटा सौभाग्य मेरो लागि जुरेको छ हामी सँगसँगै अब घरमा चढ्ने पनि छौँ र बिचमा साङ्गीतिक प्रस्तुति रहने नै छ हाम्रो हिमाल सरको डान्स चाहिँ एउटा त्यो नभए त आज हाम्रो कमरसम्मको त अपुरो अधुरो रहने यति हो। कति पनि ल हुन्छ हाम्रो टिम अगाडि बढोस् ल अगाडि बढोस् ल आउँदा हिँडेर आउने भने ए के छैन लिफ्ट चढेको छुट्टै फाल्टै तिर्नुपर्छ कि के हो जित्नु कहिले उयो त हो पैसा तिर्नुपर्ने हो लिफ्टमा गएर हिँडेर आउने ल धन्यवाद छ हजुरलाई ल
हामी चाहिँ लिफ्टमा जनाभन्दा बढी चढ्न मनाइ छ भन्नाले कस्तो त्यो छोपेर राख्नु भयो हामी चाहिँ लिफ्टभित्र छौँ अब कति मिनट लाग्छ हेरौँ है त कतिमा सुरु भयो 35 कि 36 35मा सुरु भएको चौथो तला पाँचौँ तला तपाईँ हिमाल सर फोटोजेनिक हुनुहुँदो रहेछ कि फोटो चाहिँ एकदम पर्फेक्ट खिच्नु हुँदो रहेछ है हजुर त्यो चाहिँ मैले अस्ति खिचाइको अनुभूति अब तपाईँले सिकिसक्नु भयो मैले सिकिसकेँ मसँग त्यो ढङ्ग थिएन अलिअलि सुधार गर्दैछु ल अहिले चाहिँ हामीले यो धरहराको बाहिरी भागमा छौँ सबभन्दा माथिल्लो तला यो भन्दा माथि जाने ठाउँ छैन यहाँहरू धरहरा यो धरहराबाट टुँडी खेल देखियो त्यसपछि आर्मी क्याम्प त्यसपछि देखियो शहीद गेट यहाँहरू सबैमा सबै तर अलि धमिलो धमिलो देखियो त हजुर हजुर अब यो माथि धराएर माथि आएको छौँ हामी अब त्यसो कस्तो लागिरहेछ यो कि रमाइलो कोरियाको लोटे टावर चढे जस्तै हो होइन हाम्रो लागि त्यो छ एकदम यता हेऱ्यो भने यो क्षेत्रपाटी भन्छ के भोटेबाल टेकु अनि यो कलङ्कीको दृश्य हो तर दृश्य चाहिँ छैन यहाँ यो तुवालो लागिरहेछ है हजुर कहाँबाट आउनुभयो त्यो धरेर झन् हामी त सर्लाईबाट आएको हजुर सर्लाईबाट हजुर यो भुइँचालो जानुभन्दा पहिलाको धरेर हजुरले चढ्नु भएको थियो होला पहिला मैले चढेको चढेको थिएन हजुरले थिएन कस्तो लागिरहेछ राम्रो छ कहाँबाट आउनुभयो धरेर जाँदा कस्तो लागिरहेछ राम्रो ल ठिक राजा जङ्गबहादुर कुँवर गोर्खामा जन्मिएको हजुर यहाँबाट प्यारासुट लिएर उँधो फलाउँदाखेरिमा उहाँ घोडामाथि चढ्न पुगेर नै सुरुवात मारे अरे ए हजुर हजुर यहाँबाट घोडै सहित होइन घोडा उहाँ यहाँबाट चाहिँ प्यारासुट यहाँबाट प्यारासुट लिएर फाल हान्दाखेरिमा उही बेलामा 18 तले थियो घोडामाथि चढ्न पुग्यो अरे उड्दै गएर अनि सुरुवात मारे ए जङ्गबहादुर कुँवर ए हाम्रै गाउँको नजिकै जन्मियो नजिकै हजुर हजुर देउसिन थापा राजा जङ्गबहादुर कुँवर पृथ्वीनारायण शाह ए हजुर गोर्खामा छन् गोर्खामा गोर्खाको एउटा इतिहास हजुर गोर्खा अब पृथ्वीनारायण शाहको अहिले गद्दी पनि छ त्यो पनि सोझेर राखेको छ उँधो रानी पोखरी छ हजुर पुरा दृश्य देख्न पाइन्छ एकदम त्यो इतिहासको एउटा स्वर्ण अक्षर हो हजुर। पृथ्वीनारायण शाहले एउटा नेपालको एकीकरण अगाडि बढाएका थिए त्यसपछि बिस्तारै अगाडि बढाउँदै थिए तर जति हामीले बढाउँदै गएको थियौँ त्यो हुनु पाएन किनकि अङ्ग्रेजहरूले त्यो बेलामा धेरै ठुलो हामीमाथि आक्रमण गरेका थिए अब गुरु गोरखनाथका मन्दिर छन् पहिले नै देखियो 80 वर्ष भइयो आज पनि देख्दाखेरिमा आज त नयाँ सिर्जना छ हेर्नै लागेको छ धेरै काली माईका मन्दिर पनि अब त्यहाँ भित्र मन्दिर मूर्ति देख्न पाइँदैन हजुर पुजाराले पनि देख्न पाउँदैन ढाकेर मात्रै गाईका गोबरले लिपेर चाहिँ त्यहाँ पूजापाठ हुन्छ हजुर राजाको सतार लाग्छ त्यहाँ चैते दसैँमा मतलब ठुलो दसैँमा हेर्नै लागेको छ एकदम साह्रै राम्रो छ हेर्नुहोस् गोर्खामा एकचोटि म पनि समय मिल्यो भने जाने एकदम छ है गोर्खा पनि ऐतिहासिक ठाउँ हो अब अहिले राजा पृथ्वीनारायण शाहको 200 वर्ष भयो कति भयो अहिले त्यो गद्दा र त्यो तोप फर्लङ अझैसम्म छ एकदम अस्ति भर्खर पौष 27 गते पृथ्वीनारायण शाहको जन्म जयन्ती र राष्ट्रिय एकता दिवस मनाएको पनि हो हजुर तर प्रायले इतिहास बिर्सिँदै गएको जस्तो लाग्छ मलाई चाहिँ हजुरलाई के लाग्छ यो पृथ्वीनारायण शाहलाई किन यसरी बिर्सियो होला मतलब अब यिनको इतिहास खोतालियो भने अलिकति त छ त 6 वर्षको उमेरमा खेल्दै जाँदाखेरिमा 1 किलोमिटर तल थियो उनको घर जाँदाखेरि पाती घारी जङ्गल त त्यति बाक्लो गाउँ पनि थिएन
गोरखनाथको मन्दिर परका ककेरामा छन्। उहाँ जाँदाखेरिमा उहीँ गोरखनाथले भित्रबाट निस्केर त्यो बच्चालाई हात थाप भनेर लाउँदाखेरिमा उनले उल्टी गर्दाखेरिमा उनलाई घिन लाएर छोडिदिएछन्। अनि हात थापेर खाएको भएदेखि जे बोल्यो त्यो जुन मेरो राज्य हो भनेर त्यही पुग्थ्यो। खुट्टा टेक्यो अब तिम्रो राज्य जहाँसम्म तिमी पुग्छौ तिम्रो राज्य भएर गुरु गोरखनाथले स्वागत गरेर अनि खोज्दा नपाएर बाबुमा रुवासी थिए। कताबाट खोज्दै जाँदैन त्यहाँ कसैले पहिलिएर नि त्यो बच्चालाई लिएर गएर त्यो 6 वर्षको बच्चाले आफूले भएको घटनाहरू सबै त्यहाँ सोध्ने बाबुआमा अरूलाई सबैलाई बताएकाले आज हामीसँग यो बात आइपुग्यो। हजुर अनि ती शक्तिशाली थिए उनका गुरु दुर्लभ ज्योतिषी थिए। उहाँबाट नौकट अड्डा 24 राज्य यो जित्दाखेरिमा उनले धेरै अब यसमा खतरा लिने बाध्य थिए। एकदम हजुरको शुभ नाम के हो? नन्दलाल भट्ट। ए भट्ट। हजुरलाई धेरै धन्यवाद छ। यो इतिहासको विषयमा यहाँले बताइदिनु भयो। यस्तो सुन्ने मौका पायौँ हामीले। धेरै धन्यवाद छ। हस् शुभ दिनको कामना गर्छु। हस् नमस्कार। फोटो ल रत्न पार्क भनेको दशरथ रङ्गशाला चाहिँ त्यो यो आर्मी क्याम्प भयो त्रिभुवन आर्मी क्लबको अलिक पर देख्न सक्छौँ हामी दशरथ रङ्गशाला है। धरहरा पनि चढ्यो। सबैजना धरहरामा आएर मजा लिइरहनु भएको छ। अब हाम्रो टोली पनि धरहराको यो मजा लिने हामी तयारीमा छौँ सबैजना। धरहरा हामी चढेर झरिरहेछौँ। यहाँबाट अवलोकन गर्दाखेरि चाहिँ यो यस्तो देखिँदो रहेछ। ल अलि नजिक आएर होइन अवलोकन गर्यो। अब यस्तो छ। हामी लगभग अब कति तल आयो? 8 तल आइसक्यौँ। अब हामी केही तल मात्रै बाँकी छ। अब फाइनली हामीले धरहरा नयाँ धरहरा अब यो पुरानो धरहरा जुन भत्केको धरहरा यो हो है। यसमा पनि मैले चढेको थिएँ है। हजुर कस्तो लाग्यो धरहरा? कस्तो छ? ठिक छ। राम्रो र धेरै अनुभव राम्रोसँग फिल भयो। हिमाल सर यता टिकटक नबनाउने एउटा ए